केपी शर्मा ओलीज्यूले राजासँग आफ्नो तुलना हुँदैन भनेर भन्नुभयो। हो, ठीक हो। न तपाईको न यो देशको राष्ट्रपतिको राजासँग कुनै पनि तुलना हुँदैन, किनभने देश र जनतालाई संकट परेको अवस्थामा जनतालाई मारेर भाग्ने राष्ट्रपति र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। तपाईहरु नेतागण र यो देशको राजामा धेरै फरक छ। जनताले माग्दाखेरि जनताको नासो जनतालाई दिन्छु भनेर हाँसी हाँसी दरबार छोड्नु भएको थियो, जसको शताब्दीको विरासत थियो। तर तपाई 76 जना मर्दाखेरि पनि यो देशमा मै प्रधानमन्त्री हुनुपर्छ भन्ने हकले गर्दा आज यो देश खरानीर अस्तुमा परिणत भएको छ। राजासँग त्याग थियो, तपाईसँग स्वार्थ छ, त्यसैले तपाईहरुको राजासँग तुलना हुँदैन। आज आह्वान गर्न चाहन्छु, राज्य विहीनताको रातमा आम नेपालीले किन राज संस्थालाई सम्झे? किन भदौ 24 गते तपाईहरुलाई लाग्यो कति बेला सेना बाहिर निक्लिन्छ? किन तपाईले राष्ट्रपतिलाई सम्झिनु भएन? किन तपाईले आफ्ना सांसदलाई सम्झिनु भएन? किनभने जब घरमा संकट पर्छ, जब घरमा अप्ठ्यारो आउँछ, हामी बाबुआमा सम्झिन्छौँ। यो देशलाई संकट पर्दा हामी सारा नेपालीले राज संस्थालाई सम्झेको थियौँ। त्यसैले गर्दाखेरि पनि जुन राष्ट्रपतिले यो जनताको अभिभावक बन्न सक्दैन, जुन राष्ट्रपति आफ्नो जनतालाई छोडेर भाग्छ, जुन राष्ट्रपतिलाई विश्व समुदायले विश्वास गर्दैन, जुन राष्ट्रपतिलाई नेपालको सेनाले विश्वास गर्दैन, नेपाली जनताले विश्वास गर्दैन, त्यो राष्ट्रपतिको ठाउँमा अब राजालाई स्थापित गरेर यो देशलाई संवैधानिक राज संस्था र अब्बल प्रजातन्त्रको समन्वय गरेर हामी विकासतर्फ उछाल्छौँ। आज यो देशमा धर्मनिरपेक्षता लाग्दियो। कसले लाग्यो? जसको देशमा आफ्नै राज्यहरू कोही प्रोटेस्टेन्ट छन्, कोही क्याथोलिक राज्यहरू छन्, तर उनीहरूलाई नेपालमा धर्मनिरपेक्षता चाहियो र हाम्रो नेताहरूले दिए। आज त्यसको कारणले गर्दा आज हेर्नुस् त पश्चिमाकरणमा मुलुक गइसकेको छ। गाउँ गाउँमा ठाउँ ठाउँमा तपाई हाम्रो हिन्दुत्वमाथि आक्रमण भइरहेको छ, तर तपाई हामीहरू मौन छौं। त्यसैले यो